हेलो साथीहरू नमस्ते। आज म फेरि हजुरहरूको सामु न्यू डे न्यू ब्लग लिएर आइसकेको छु। आशा छ हजुरहरू पनि सन्चै हुनुहुन्छ र म पनि सन्चैकै साथ हजुरहरूको सामु नयाँ ब्लग लिएर आइसकेको छु साथीहरू। अनि आज चाहिँ मेरो बुढा चाहिँ खाना बनाएर काममा गइसक्नु भएको छ साथीहरू। अनि म चाहिँ भर्खर उठाएको थिएँ कि अनि त्यहाँदेखि मेरो चाहिँ अब कामहरू गर्नुपर्ने थियो नि त साथीहरू। अनि हजुरलाई पनि देखाउँदै अनि काम गरौँ भनेर साथीहरू ब्लग बनाउँदै अनि साथीहरू मैले चाहिँ मुख पनि धुवाइदिँदै कि साथीहरू। अनि म चाहिँ लाग्यो मुख धुनतर्फ अनि टक्क लाएर मैले चाहिँ ब्रस पनि गर्दै हजुरहरूलाई देखाउँदै हजुरहरू सामु देखाउँदै मैले ब्रस गरेको साथीहरू। मुख धुँदै ब्रस गर्दै हजुरहरूलाई देखाउँदै थिएँ साथीहरू। अनि यस्तै छ मेरो न्यू भ्लग, मेरो डेली भ्लग कस्तो लाग्छ हजुरहरूलाई साथीहरू। यो चाहिँ मेरो तेस्रो भ्लग रहेको छ अनि मैले मुख पनि धोइसकेँ फाइनली। अनि मलाई चाहिँ मुख धोएपछि चाहिँ कस्तो राम्री देखिरहेको थियो कि साथीहरू, गोरी राम्री देखिरहेको थियो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो साथीहरू कमेन्ट गरिदिनु होला। अनि मेरो चाहिँ भाँडा पनि धुनुपर्ने थियो कि साथीहरू। अनि म चाहिँ लागेँ भाँडा धुनतर्फ। अनि मैले चाहिँ फाइनली साथीहरू भाँडा पनि धोइसकेँ। अनि त्यहाँदेखि मेरो चाहिँ कपडा पनि धुनुपर्ने थियो नि त साथीहरू। अनि म चाहिँ कपडा धुनु लागेँ साथीहरू, कपडा पनि धुनुपर्ने थियो मेरो चाहिँ। अनि मैले चाहिँ कपडा धुनतर्फ लागेँ हजुरहरूलाई देखाउँदै मस्तसँगले आफ्नै तालमा मजाले मन लगाएर कपडा धुन थालेँ साथीहरू। अनि मैले चाहिँ फाइनली कपडा पनि धोइसकेर अनि माथि सुकाउने हिँडेको कि साथीहरू। म चाहिँ घाम त खासै लागेको थिएन र पनि कपडा धुन थियो अनि धोएर सुकाइराख्नु पऱ्यो भनेर म चाहिँ कपडा सुकाउनतर्फ लागेँ साथीहरू। अनि मैले चाहिँ फाइनली मेरो चाहिँ कपडा पनि सुकाइसकेँ मैले सबै कपडाहरू। अनि हाम्रो चाहिँ माथिदेखि यस्तो देखिन्छ कि भ्यू। अनि हजुरहरूलाई पनि देखाउँदै म चाहिँ मस्तसँगले भ्यू हेर्दै हजुरहरूलाई पनि देखाउँदै गइरहेको थिएँ। अनि म चाहिँ माथिबाट रुममा आइसकेँ साथीहरू कपडा सुकाएर। अनि कस्तो गलेँ कि साथीहरू त्यति कपडा धुँदा पनि थकाइ लागे जस्तो भयो। अनि आजको मेरो ब्लग कस्तो लाग्यो हजुरहरूलाई प्लिज लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। अनि आजको मेरो ब्लग कस्तो लाग्यो प्लिज भन्नु होला। बाई।